चाहिँ इन्डियाको सिलगढी आइपुग्यो। यहाँ भतिजी छोरीकोमा पाहुनालाई खै के हो। सिलगढी आइपुग्यो, इन्डियाको सिलगढी। आज चाहिँ अहिले भर्खर बेलुका 7 बजी आइपुग्यो। घरको मान्छे कोही पनि छैन, सबै पाहुना मात्रै छन्। सब पाहुना मात्रै छन्। पाहुनाले यहाँ एकदम मटर पनिरको सब्जी पुरै बाहुन खाना खाँदो रहेछन्। खाना यहाँ त हुँदैन, यहाँ त हुन्छ है मटर पनिर। मटर पनिर पाक्दैछ, उता चिन्नु भएन होला। मिना थापा, यता हाम्रो माया अधिकारीको चाहिँ बहिनी, यता चाहिँ आमा। आमा त भाइरल कुरा गर्नु नाचेको बोलेको सबै यहाँ पाहुनालाई एउटा यो राखिदिएको छ। के हो मनसियोन हाउस अरे के हो यो ब्रान्डी हो कि के हो। 42% लेखेको छ। ल त अघि हामीहरू मात्रै थियो, अब आइपुग्यो। आमा चाहिँ सुतिसक्यो। यस्तै छ है गाइस। अब हल्का गफ रमाइलो लाइक सब्सक्राइब गर्नु होला भनिदिनु अरे। अब भोलि आउँछ, पर्सि आउँछ। त्यति कटेर 50 रुपियाँ दिन्छ कि त्यसमा पनि सल्लाह सुन्नुपर्छ। सिलगढी के भन्छ सालबारी भन्छ। सुकुना। हेलो काका आउनु भएको छ हाम्रो घरमा। हेलो हामी के भन्छ काका हाम्रो घरमा फर्स्टचोटि आउनु भएको छ। माया ब्लगलाई पनि लाइक कमेन्ट गर्नुहोस् है। थ्याङ्क यू। यहाँ चाहिँ बाफ्रे यस्तो देख्दा त म त अहिले भेराइटी यो बिक्रीको हो कि खाने राखेको? यो खाने खालि सोकेसमा देखाउने मात्रै, खाने अलग हुन्छ। अहिले चाहिँ हामीहरू सुकुना भन्ने जग्गामा छ, सिलगढीदेखि अलि माथि। त्यहाँ एकजना अन्जु छोरीको लिएर चाहिँ फर्किँदैछौँ। भोलिको भिडियो चाहिँ हाम्रो सामसिङको हुनेछ। यहाँ चाहिँ फुटबल हुँदैछ, फुटबल गेम। हिजो नेपालको पनि थियो, हामी चाहिँ हेर्नु भ्याएन। नेपालको कुन क्लब यहाँ चाहिँ पुलिस ट्रेनिङ हुँदै रहेछ क्यार। यो जग्गालाई चाहिँ सुकुना भन्छ साथीहरू। दार्जिलिङ मोडदेखि माथि चिया बगान हो। दामी छ यहाँ छेउमै। दार्जिलिङ जाने ट्रेनको लिक छ। टोटोमा सवारी गर्ने
हामी चाहिँ इन्डिया घुम्दैछौँ है इन्डिया घुम्दैछौँ। कहाँ जाने हो दिदी म हिँड्दै थिएँ कि अन्जुले जानु पर्खिनु न नपर्खिनु अरे अन्जुले क्या बोजूहरूको त के गर्यो त नपर्खिनु जानु 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 यो चाहिँ के एरिया भन्छ एसआइटी एसआइटी कलेज कलेज यहाँभित्र कलेज गइसक्यो यो देखिएको चाहिँ एसआइटी कलेज हो यहाँ चाहिँ आइटी पढ्छ होइन दामी छ कलेज इन्डिया सालबारीको ल साथीहरू आज हाम्रो बसाइ कहाँ हुन्छ सिलगढी नै हो हामी चाहिँ यहाँ घर आइपुग्यो को छोरीकोमा आइपुग्यो यहाँ विशाल गेट लाउँदैछ अब हामी आइपुग्यौँ अब सिलगढीको धुले धुलाई अब जानु उसमा गएर आयौँ अब डाक्टरकोमा जानु छ फुलहरू पनि दामी दामी रोपेको रहेछ आइपुग्यो हामी चाहिँ घरमा फेरि कता जानुभयो सामसिङ आमा चाहिँ दैलो हेलो 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 आइपुग्यो यहाँको आइपुग्यो